आगो 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 ओ माय गॉड गाइस लास्टिङ गयो आगो यो आगो के हो नानी छ त यार दाउरा पाउनु पनि गाह्रो छैन दाजु यहाँ त सूर्य भन्छ कि यसलाई सूर्य भन्छ तपाईँ पनि सुनिनु भएछ त मुठी अगाडि सर यहाँ खाना नखाएर पनि मोटाउने रहेछ क्या मान्छेहरू सुने सबैजना सुन्यो यसरी रमाइलो कुरा गरौँला राम्रो कहाँ हेरौँला राम्रो ठाउँ घुमौँला। हेलो गाइज वेलकम टु माई न्यू ब्लग। यो चाहिँ अहिले धेरै माथिको दाकिन दह, यो नेपालकै एकदम सुन्दर दह मध्येमा एक पर्छ होला सायद। यो डाँडाको छेउमा करिब 5000 मिटर उचाइमा रहेको यो दहलाई तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकदम राम्रो रमणीय ठाउँहरू छ, राम्रो रमणीय ठाउँ छ, तर चिसो लाइक अमेजिङ। म त राति झन्नै सिल्टिमुर भएको हो। त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ, त्यहाँ रारा लेक नेपालकै सबैभन्दा ठुलो ताल हो, ठुलो ताल तपाईँले देख्न सक्नुहुन्छ। हामीले यहाँ टेन्ट थापेर यहीँ सुतेको, एकदम चिसो, धेरै चिसो रहेछ यो तालको नजिक। कपडा सहित सुतेको र पनि यस्तो रमाइलो भइदियोस्। एकदम राम्रो ठाउँ रहेछ यो चाहिँ। आई मिस सो मच। थ्याङ्क यू गाइस। तपाईँहरू यता घुम्न चाहनुहुन्छ भने प्लिज आउन सक्नुहुन्छ। त्यहाँ बुट नै, जुत्ता नै, लाइक जुत्ता कस्तो भएको थियो भने कडाम कुटुम चिसोले बाहिर राखेको। म त अनुहार मेरो सुन्यो आज राति चिसोले होला सायद। हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ हाम्रो दाजुको डान्स चाहिँ छुट्टै बेग्लै छ, बेली पाराको। तपाईँ हेर्न सक्नुहुन्छ, यो हिउँ र यो ताल चाहिँ आइस भएको छ कि पुरै आइस भएको छ। म तपाईँहरूलाई अलिकति देखाइदिन्छु। हेर्दाखेरि रमाइलो छ तर धेरै कठिन छ। कसैले भन्छन्, कसले भनेको थाहा छैन, सुन्दर चिज आउनुभन्दा पहिले दुःख आउँछ होइन। धेरै कठिनाइले पार गरेर मात्र राम्रो कुरा पाउन सकिन्छ भनेको चाहिँ एकदम राम्रो, त्यो चाहिँ हो रहेछ कि वास्तविकता चाहिँ। राम्रो चिज पाउनलाई एकदम कठिन यात्रा चाहिँ गर्नै पर्दो रहेछ जिन्दगीमा भन्ने बुझियो। हेलो दाजु, एउटा सानो इन्टरभ्यू दिनुपर्ने भयो तपाईँले यहाँको बारेमा। माथि हजुर हाम्रो टेन्ट छैन आज, हाम्रो 3 दिनको टुर भयो आज। ए हजुर, फेरि आज हाम्रो थप 1 दिनको टुर मिसन प्लान छ क्या छैन हजुर। अहिले एकदम हाम्रो चिज लगाइरहेको छ। यी हेर्नुहोस् गाइजहरू, यस्तो बरफ जमिरहेको छ, हिउँ परिरहेको छ, अलिअलि यस्तो चिसो पनि एउटा मनको वाउ प्राकृतिक है रमाइलो लिउँ, अनि इन्जोय गरौँ भन्ने हिसाबले हामी आएका छौँ। आज 3 दिन भयो यात्रा हाम्रो। ज्यास एकदम राम्रो छ। रमाइलो भएको छ। ल अब भालो चिया पनि हेर्नुहोस् त कमरेड।
कमरेड गाइज तपाईँहरू अरू त त्यस्तै हो यहाँ तपाईँहरूले म देखाउँछु एउटा कुरा यहाँ पानी यस्तो छ जमेको छ क्या पुरै यु क्यान वाक विथ इन आइस ओ माई गड यु क्यान वाक अन द आइस नै दाजु यो म हिजो हिँडेँ या हेर्नुहोस् गाइज म अहिले हिँड्न सक्छु कि पानीमाथि हेर्नु त यो यस्तो छ कि यता त सकिँदैन तर उता स्केटिङ खेल्न सकिन्छ होला यदि तपाईँलाई चिसोमा स्केटिङ खेल्न मन छ भने आएर यहाँतिर आएर टक्क स्केटिङ खेल्दा हुन्छ आइसमा अब मेरो त मुटु छैन त्यस्तो होइन आइसमा स्केटिङ खेल्ने जस्तो बट इफ यु वान्ट टु दिस थिङ्स यु क्यान डु यही धान्छ अहिले हेर्नुहोस् गाइज आइसमाथि हिँड्न सक्नुहुन्छ क्या दाजु हेर्नु आइसमाथि हिँड्न सकिन्छ क्या यहाँ भाँचिँदैन यो धेरै बाक्लो लेयर छ नि तलैसम्म छ हेर्नुहोस् गाइज आई एम गोइङ टु इन द आइस यस आई क्यान डु इट पानीमा हिँड्न सकिन्छ यहाँ त चिसोमा चाहिँ यस्तो आइसमा हिँड्न सकिन्छ क्या यहाँ त यहाँ माछा पाउँदैन है गाइस फेरि माछा पाउने भयो त यहाँ यत्रो सोल्डेको हुन्थ्यो माछा पाउँदैन किन भन्दा धेरै हाइटी छ नि त्यही भएर माछा पाउँदैन यस आई क्यान डु इट आगो बलिसकेको छ आगो बल्यो यस आगो ओ माय गॉड आइस लास्ट इन्जोय भयो यो आगो के हो दामी छ त यार दाउरा पाउनु पनि गाह्रो छैन दाजु यहाँ त यो स्वर्ग भन्छ क्या यसलाई स्वर्ग भन्छ तपाईँ पनि सुनिनु भएछ त होइन मोटिया गाइसहरू यहाँ खाना नखाएर पनि मोटाउने रहेछ क्या मान्छेहरू म पनि सुनेको छु यहाँ सबैजना सुन्यौँ मान्छे आउनु मोटाउनु यदि कोही लेग लाग्छ भने म छु यदि डुब्नु हुनुहुन्छ भने ठिक आउनु है गाइसहरू ल आगो बल्दैछ धन्यवाद हामी अहिले चिया खाने समयमा छौँ होइन जेठा नै आउनुहुन्छ हामी चिया चाहिँ एकदम अर्ग्यानिक चिज के भन्नु त दाजु अलिक पाटनको हाम्रो तिर्से तिर्सेले के काम गर्छ भन्दाखेरि हजुर यसले शरीर दुखेकोलाई सन्चो गर्छ त्यसपछि गएर शरीरमा भएको त्यो स्यास्या गर्ने हुन्छ नि मान्छेलाई त्यस्तोलाई पनि अलिक कम गर्छ त्यो भएर पाटको तिर्से एकदम इम्पोर्टेन्ट चिज हो ब्लड हुन्छ नि जस्तै शरीरमा ठोकिएर कुनै पनि अब ब्लड बाहिर ननिस्केर भित्र जमेको हुन्छ नि त्यो ब्लडलाई त्यसले सफा गर्छ त्यसले फिटाइदिन्छ जुन ब्लड जम्मा हुन्छ नि घाउ ठोकाएर हामी मर्केकोमा त्यस्तो जम्मा भएकोहरूलाई अहिले बिस्तारै फिटेर हाम्रो अशुद्धलाई शुद्ध बनाइदिन्छ यसरी रोटी पकाइन्छ घरमा त्यसरी फर्काइन्छ गाईहरू है रोटीको बारेमा केही जाओस् नि दाजु 2-3 शब्द यो रोटी एकदम यो रोटी खाएपछि हामी हिमाल चढ्न सक्ने तागत आउँछ गति आउँछ एनर्जी आउँछ ल हेर्नुहोस् गाइज यो रोटी हाम्रो स्पेसल अर्ग्यानिक कोदाको हाम्रो घट्टा पिसेर बनाएको रोटी हो त्यो रोटीले अहिले यो खाएपछि हामी यत्रो यो हिमाल चढ्न सक्छौँ एकदम बुझ्दैन छ कि इम्युनिटी पावर त्यो भएकोले गर्दाखेरि अब हामी यस्तै छ अब घरतिर भएपछि त हुन्थ्यो हरेको हुन्थ्यो उही थालमा भात खाने उही थालमा भात पकाउनु पायो भने भात पकाउने यस्ता जटिल समस्याहरू सहेर हिमाल चढ्नुपर्छ आदरणीय मेरा साथीभाइ दिदीबहिनीहरू हो तपाईँलाई पनि चढ्न मन छ भने आउनु होला सम्पर्क नम्बर छ हाम्रो 980000 खाँचेर हो त्यो नम्बर फोन गरेर तपाईँलाई अवश्य नै एमपीलाई सुनाउन सक्नुहुनेछ रोटी आउँदैछ हेर्नुहोस्
अब यो रोटी खाँदा कति मजा आउला तपाईँहरूलाई त हेरेर पनि बुझाउनु होला हेरेर पनि तपाईँले छिटो बुझाउनु होला यो चिजको एउटा स्वाद लिनु होला भन्ने मलाई लागेको छ। हामी धन्यवाद। यस्तै हो। अब यो आगोमा टक्क पोलेको कति मिठो हुन्छ हेर्नुहोस्, चिसो पानी टट्ट जैविकबाट बगेको पानीमा तातो धुलो रोटी मुसेर खानु होइन मोलेर एउटा यस्तो एकदम अर्ग्यानिक चिसो हावापानीमा यस्तो रोटी टक्क पकाएर खानुको मजा आहा बेग्लै हुन्छ। अब अहिले हामी देख्छौँ अब एकदम निर्निर घाम अहिले डाँडामा टक्क राता पहेँला घमाउँछन्। अब त्यो घामको अनि आनन्द, त्यो घाम एउटा भिटामिन डी तातो लिनुको मजा फरकै आउँछ। तपाईँ पनि आउनुहोस्। अझ माथि हामी कहाँ देखाएको छ तपाईँ माथि गएर चाहिँ हाम्रो दाकेन्द दह, दुधे दह, भालु दह होइन, ए धै दा जिगुले दह, जिगुले दह जिगुले दह, जिगुलो दह, यी दह गएपछि तपाईँहरूले अझ झन् बेग्लै मजा लिनुहुनेछ। त्यो सँगसँगै फेरि जङ्गली जनावरहरू पनि अनेक थरीका यहाँ हामीले भेट्न सक्छौँ, हेर्न सक्छौँ। नावर पाउँछ, कस्तुरी पाउँछ, मृग पाउँछ, झाल पाउँछ झाल पाउँछ, अनि बङ्गु के सुँगुर पाउँछ, त्यसमा रचुवा पाउँछ, त्यसपछि चितुवा पनि पाउँछ, त्यसपछि बाघ पनि पाउँछ, त्यसपछि भालु पनि पाउँछ, त्यसपछि अब डाँफे, कालिज, मान्छेहरूको कुरै नगर चाखुरा, यी सब चिज पाउँछ, अल चिज पाउँछ। जडीबुटीमा पनि हाम्रो यहाँ जटामासी पाउँछ, घटुको पाउँछ, चिराइतो पाउँछ, माछाले पाउँछ पाँचौले पाउँछ, हिजो खाएको के अरे दाजु? एर्चाखम्बा पाउँछ, चियासँग खाएको बिहान के अरे? तिर्सिया पाउँछ, अनि त्यसपछि गएर अनि धेरै चिराइतो पाउँछ, चिराइतो, बन्जिरा पाउँछ यता बन्जिरा पाउँछ, लसुन, गुन्दैनो पाउँछ, त्यसपछि लसुन पाउँछ, त्यसपछि लडाया पाउँछ, हटुको पाउँछ त्यसपछि अनि पदम चाल्ला पाउँछ, पदम चाल्लो दाजु दाजु पर हेर्नु त के धुवा आयो, कारण के हो? हेर्नुभयो यस्तो नै आउँछ हेर्नुहोस्, किनकि चिसो बढी छ अहिले। हालेको रोटी एकदम हेर्नुहोस् सेलाइसक्यो, चिसो भइसक्यो हेर्नुहोस्। हाम्रो शरीर टचाएपछि चिसो महसुस आउँछ, त्यस्तो भइसक्यो हेर्नुहोस्। यसलाई भन्छ यो जग्गाको नाम चाहिँ प्राकृतिक फ्रिज है गाइजहरू, किनकि हामीले अर्को घरतिर राख्ने फ्रिजलाई खरिदेर ल्याउनु पर्छ भने चाहिँ फ्रीमा पाउँछ कि फ्रिज। चिसो काले हुँदाखेरि हेर्नुहोस् मैले कति 5 धागा आएको छु कपडा, मैले पनि 6 लगाएँ। हेर्नुहोस् धेरै छन्, रातो छ, कालो छ, टिमिया छ, पुरो झन् झिकिमिकी छ, सब छ। 3वटा हुँदा छन्। प्यान्टी छ, आएर थोक्कु उन्दो लामो कटो, आएर थोक्कु उन्दो लामो, आएर बाहिर त पैसा लाग्छ, आएर टर्याक अक्कु टर्याक लाएर चाटै अनि त छ। हजुर आउनुहोस् तपाईँ पनि, तपाईँलाई पनि हामी घुमाउने छौँ यसरी रमाइलो रमाइलो कुरा गरौँला, राम्रो राम्रो ठाउँ हेरौँला, घुम्न जाउँला राम्रो राम्रो ठाउँ घुमौँला, टक्क यहाँको अर्ग्यानिक जडीबुटीको चिया खाउँला, अर्ग्यानिक जडीबुटीसँग आनन्द फिल्डौँला, चिया मात्र नभएर शरीरलाई एकदम तन्दुरुस्त बनाउला हिमाल चढ्नको लागि। आउनुहोस्, त्यतै नपाउनुहोस्, त्यता बसेर दमको रोगी नआउनुहोस्, सुगरको रोगी नआउनुहोस्। ज्यानलाई हाम्रो शरीरलाई एकदम फिट बनाउनु हुनुहुन्छ भनेपछि आउनुहोस्, हिमाल घुमेर जानुहोस्। मस्त बेस्ट बनाउनु हाम्रो लागि गरौँला नि। है गाइजहरू, हामीले